Hello guys, Namaste. Welcome to channel Avinas. आजको हाम्रो यो एपिसोडको ब्लग चाहिँ हामी 3 डेजको क्रुज ट्रिपमा जाँदैछौँ र त्यसको चाहिँ ब्लग हुने चाहिँ यो चाहिँ मेरो पछाडि यहाँले ठुलो यो पियानोको क्रुज देखिरहनु भएको छ. So we are going on a comedy cruise from Sydney. We'll be in the water for 3 days and then we'll be back to Sydney. First time चाहिँ यो क्रुज ट्रिप गर्न आएको अनि त्यो भएर एकदम एक्साइटेड पनि छु र प्लस अलिकति हुन्छ नि के हुन्छ कसरी हुन्छ भन्ने पनि छ र के गर्न सकिन्छ भन्ने पनि छ अनि I've heard it's really fun. रमाइलो चाहिँ हुन्छ भन्ने चाहिँ सुनेको छु. Let's see. अनि अर्को चाहिँ आज अब भ्यालेन्टाइन डे पनि भएको हिसाबले चाहिँ अझै एक्स्ट्रा स्पेशल अनि it's a bit of a surprise for my cameraman who is must be here. के छ अनि सरप्राइज भयो नि हैन? एकदमै बिग सरप्राइज, एकदम एक्साइटेड. अनि हामीसँग चाहिँ अर्को कपल पनि हुनुहुन्छ. यस, हामीसँग यहाँ छन् सिद्धार्थ एन्ड सुस्मिता. Very good looking couple. अनि उनीहरु पनि अर्को भ्लग यहाँ बन्दैछ मैले क्यामेरा देखिरहेको छु हैन? के छ भाइ कस्तो चाहिँ एक्सपेक्टेसन छ अब फर्स्ट टाइम क्रुजमा जान लागेको? क्रुजको एक्सपिरियन्स त अब फिल गरेपछि नि थाहा होला हैन, तर धेरैजना सरप्राइज दिएको थियो. यहाँको फोटो देखाएर धेरैजना सरप्राइज हुनुभयो. त्यसमा चाहिँ खुसी लागिरहेको छ अहिले. त्यही एक्साइटमेन्ट छ. अब क्रुज चाहिँ भित्र गएपछि अझ बढी एक्साइटमेन्ट होला. फर्स्ट टाइम एक्सपिरियन्स हामी सबैजनाको सिक्दै गर्दै अब वी आर इन्जोइङ इट सो फार. अनि सुस्मिता तिमीलाई के छ? मलाई रमाइलो लागिरहेको छ, एक्साइटेड. सरप्राइजहरुसँग ट्राभल हुनलाई. तिमी सरप्राइज भयो? यो आज नि तिमीलाई थाहा थियो कहिले? ए मैले चाहिँ हिजो मात्र भने उसलाई हैन. मलाई चाहिँ थाहा थियो पहिल्यैबाट नै सँगै प्लान गरेको सबै. अनि नट सरप्राइज बट एक्साइटेड. ओके अलराइट. अब हामी यहाँको चाहिँ यो लगेजहरु चेक इन गर्छौँ र त्यसपछि आई थिंक वी गोना गेट अन बोर्ड अनि अब त्यहाँ भित्र के छ हामी त्यो चाहिँ एक्सप्लोर गर्न थाल्छौँ. सो या अहिले लाग्छ हामी चेक इन गर्न लाग्छौँ है त. Sunny skies were on our way. Feel the breeze, feel the sway. Good vibes coming every day. Blue waves calling out our name. Sunsets never look the same. हाम्रो चेक इन सबै सक्यो. वी बिन टु द सेक्युरिटी एज वेल. सो एरोप्लेनको जस्तै सबै सेक्युरिटी पनि हुने रहेछ हैन? त्यो क्रस गरेर अनि सिद्धार्थ र सुस्मिता चाहिँ उनीहरू सीबाट गयो, हाम्रो चाहिँ यता एबाट भन्नु पर्यो. सायद अब माथि गएपछि चाहिँ भेट हुन्छ होला. अब अहिले चाहिँ हामी भिडियो जाँदैछौँ. Under stars and moonlit nights, laugh and love, everything's alright. Sail away in pure delight. Okay, यो चाहिँ हाम्रो रुम. वाउ, अलरेडी लाइट बलेको रहेछ. लाइट बालेर सबै रेडी गरेर राख्दै रहेछन्. यो चाहिँ बेडरुम भयो अनि टिभी पनि अन छ. यतापट्टि हाम्रो बाल्कनी होला सायद. Oh yes. यहाँबाट चाहिँ ओके बाल्कनी यहाँ ओभर देखिन्छ. एकछिन खोलेर हेरौँ. ये ल यो चाहिँ हाम्रो डेक. You can see the view of Sydney Harbour with Opera House. यहाँ सबै रुममा त्यस्तो सबै डेकेटेड छ यसरी. वा बबल छैन त. ल अब चाहिँ हामी लेभल ओपेराकै अपोजिट के ठ्याक्कै त्यही त. अब ठ्याक्क अहिले चाहिँ अब यहीँ छौँ के अरे. अब यो हाम्रो रुम भयो. अब हामी लेभल 7 मा त्यहाँ चाहिँ एउटा यसो ब्रिफिङ जस्तो हुन्छ अरे. यहाँको अब हामी फर्स्ट टाइम क्रुजमा आएको भएर अब के गर्न मिल्छ के गर्न मिल्दैन भनेर नि सबै भिडियो देखाउँछ. प्लस एउटा क्याप्टेनको अनाउन्समेन्ट पनि हुन्छ. त्यो गरेर अनि त्यसपछि बल्ल हामी रुममा आउँछौँ. अहिले चाहिँ हामी अब लेभल 7 त्यहाँ छौँ त. आएर रुममा माथि गयो, चेक इन गयो, रुममा गयो. अनि त्यसपछि अहिले चाहिँ यो फर्स्ट बियर चाहिँ लिँदैछौँ र भ्यू चाहिँ यही हो. भ्यू चाहिँ यो भ्यू बित्तिकै यो $1 मिलियन भइहाल्यो. अरू केही पनि चाहिएन. On a cruise, I feel so bright. Under
under the sun. Drinking hand had just begun. Hello, how are you? Every moment second to none. So यो चेक इन गर्यो त्यसपछि एकछिन रुम हेऱ्यो अनि त्यसपछि we had a glass of beer enjoying the opera house view त्यहाँ बसेर अनि त्यसपछि चाहिँ हाम्रो अर्को जुन चाहिँ दाइ भाउजू हुनुहुन्छ उहाँहरूको चाहिँ 16 जनाको ग्रुप रहेछ अनि उहाँहरूले चाहिँ हामीले त अब फर्स्ट टाइम के हुन्छ कसो हुन्छ थाहा पनि थिएन अनि उहाँहरूले चाहिँ यहाँ लेभल लेभल भन्दैन डेक भन्छ डेक 14 मा सबभन्दा टपमा चाहिँ लन्च को कार्यक्रम छ भनेर भन्नुभयो लन्च चाहिँ 3:30 बजेसम्म रहेछ लकिली हामीले चाहिँ झन् मिस गर्न लागेको थियौँ तर उहाँलेसँग कुरा भएपछि चाहिँ लन्चको कार्यक्रम छ भनेर चाहिँ अहिले हामी आएर यहाँ चाहिँ लन्च खाँदैछौँ Unfortunately, I do need to let you know that our departure from Sydney has been delayed around 8 p.m. this evening. This is due to industrial action within the port, which is impacting our maritime support services, and so we're not being allowed to sail until 8 p.m. Be rest assured that this will not impact your onboard experience. So okay, लन्च खाइयो त्यसपछि एकछिन चाहिँ तपाईँ घुमघाम गरियो र एक दुईवटा ड्रिङ्क्स खाएर अहिले चाहिँ हामी अब के भयो भन्दा यहाँ सिडनीमा चाहिँ यो इन्डस्ट्रियल एक्सन भएको भएर यो म्यारिटाइममा काम गर्ने चाहिँ क्रुहरूले काम नगरेको दे हेभ वर्कड अफ द जब फर लाइक कपल अफ आवर्स सो हाम्रो क्रु चाहिँ यहाँबाट 4 बजे हिँड्नुपर्ने थियो तर अब 8 बजे मात्रै हिँड्ने भयो अनि त्यसपछि हामी के गर्ने भन्दाखेरि अब यसो गफसफ गरेर एक दुईवटा ड्रिङ्क खाएर बसौँ भनेर अनि वी ट्राई टु फाइन्ड अ रियली गुड स्पट अनि थ्याङ्क यू टु मिस्टर सिद्धार्थ अनि हाम्रो एकजना दाइ हुनुहुन्छ थ्याङ्क यू टु दाइ जसले चाहिँ यो स्पटलाई चाहिँ फाइन्ड गर्नुभयो यो चाहिँ यो सिपकै एकदमै बेस्ट स्पट भनेर चाहिँ हाम्रो प्रिटी मच हामी सबैजनाले चाहिँ वी अग्रीड यो भ्यूलाई इन्जोय गरौँ र यो बियर खाउँ भन्ने नै मुडमा छौँ जस्ट एउटा अपडेट लागि मात्रै मैले यो जस्ट क्याप्चर गरिहालेँ बियर चाहिँ फेरि अलिकति प्रब्लम चाहिँ के रहेछ भन्दा यहाँको बार छ यहाँ पछाडि आई डोन्ट नो इफ यु क्यान सी तर त्यो बार चाहिँ 10 बजेपछि मात्रै खुल्ने रहेछ र यहाँ आउनलाई चाहिँ लिफ्ट चढेर बाटो लिएर आउँदाखेरि लगभग 10 मिनट लाग्छ र बियर चाहिँ तातो भइहाल्छ एनिवे यसमा चाहिँ भाउजूको ट्रिक काम लाग्छ ग्लास लिनु यसमा थोरै आइस हालेर अनि बियर हाल्ने अब त्यसै गर्नु होला एनिवे अलिकति चाहिँ हामी यो भ्यू इन्जोय गर्छौँ र यसपछि के हुन्छ म फेरि अपडेट गरि नै हाल्छु हो दाइ के भन्नु खोज्नु भयो प्लिज फिल फ्री दाइ के छ भन्नु मैले भर्खर एउटा बियर खानु पर्छ दुईटा खाएपछि के भन्नुहुन्छ कि अहिले चाहिँ यतिकै क्लोज गरौँ है त एकदमै इन्ट्रेस्टिङ पिपलहरू एकदमै रमाइलो र थ्याङ्क यू टु हाम्रो दाइ भाउजू मैले अघि पनि भनिसकेको छु उहाँहरूले नै गर्दाखेरि प्लस सिद्धार्थ सुष्टिनाको चाहिँ रिकमेन्डेसनमा चाहिँ वी आर इन दिस क्रुज जे हुन्छ भ्लगमा आइ नै हाल्छ अहिलेको लागि चाहिँ लेट अस इन्जोय द बियर Drinking hand had just begun. Every moment second to none. Leave your worries with goodbye. Open hearts beneath the sky. Dreams unfold, don't wonder why. Adventure calls, let's fly. सो हामी डिनर खाएर रुममा आयौँ र अब चाहिँ हाम्रो क्रुज हामी सिप पनि चाहिँ हिँड्न चाहिँ आँटेको छ र बिस्तारै चाहिँ हिँडेको छ र हामी जस्ट वी पास दि ओपेरा हाउस यहाँ ओपेरा हाउस चाहिँ अब जस्ट पास भयो अब यहाँ फोटो सेसन कार्यक्रमहरू हुँदैछ फोटो सेसन कार्यक्रम हुँदैछ र अब ओपेरा हाउसबाट टक्क यो चाहिँ सिप चाहिँ मुभ हुँदैछ यसरी टो गरेर आला सायद त्यो बोटले सबैजना मान्छेहरू चाहिँ यसरी डेकमा बसेर यसरी हेर्दैछन्
यो यहाँदेखि त्यहाँ हेर्दा कति लामो छ उता पनि छ यत्रो होइन म्यासिभ ठुलो सिप यो चाहिँ भन्नुपर्दाखेरि चाहिँ लेभल 16 सम्म छ भनेपछि 1 देखि 16 सम्म लेभल छ लगभग 500 कि 600 चाहिँ रुम छ अरे अनि भित्रै स्विमिङ पुल भित्रै सिनेमा भित्रै डिस्कोथेक सबै अब जे इमेजिनेबल कुराहरू जे चाहिँ छ सबै नै छ अब हामीलाई अझ कति एक्सप्लोर त गर्न बाँकी नै छ होइन हामीले अब जस्ट अघि मात्रै चाहिँ हेरेको छौँ र अब सिप चाहिँ चल्न थाल्यो र अब हामी चाहिँ आज बेलुका चाहिँ यो वाइट थिमको चाहिँ पार्टी छ सो हामी चाहिँ अब वाइट ड्रेस लगाएर चाहिँ पार्टीमा जान्छौँ अनि अब त्यही हो आजको अब यो हाम्रो डे फर्स्ट चाहिँ हाम्रो यसरी नै हामीले बिताउने चाहिँ प्लानमा छौँ अब डे सेकेन्ड डे थर्ड हामी अपडेट गरि नै हाल्छौँ र आजको लागि चाहिँ अलिक पछि अब म वाइट पार्टीमा गएपछि कस्तो हुन्छ अपडेट गर्छु अहिलेको लागि चाहिँ अब हामी सिडनीबाट हिँड्यौँ सो बाई बाई सिडनी एन्ड सी यू on second day tomorrow. हेलो गुड मर्निङ गाइज आज चाहिँ हाम्रो क्रुजको डे 2 र हामी चाहिँ उठेर रेडी भएर अब चाहिँ ब्रेकफास्टको लागि जानलाई चाहिँ एकदम रेडी छौँ ब्रेकफास्ट चाहिँ 6:30 देखि 10:30 सम्म हुने रहेछ अनि त्यसपछि यति धेरै एक्टिभिटिजहरू छ कि लाइक त्यो हेर्दा पनि के गर्ने के नगर्ने होइन पुरै उ छ अनि अब सुत्न चाहिँ एकदम राम्रोसँग सुत्यो बेडहरू चाहिँ एकदमै कम्फर्टेबल थियो तर अब रुमहरू चाहिँ सिपको अर्को छेउपट्टि साइडमा रुमहरू भएको भएर अलिअलि हल्ला जस्तो फिल हुने रहेछ बिचमा अब माथि डेकहरूतिर जाँदाखेरि चाहिँ त्यस्तो फिल हुँदैन रुममा बस्दा चाहिँ अलिअलि हल्ला जस्तो फिल हुने रहेछ तर हामीलाई त्यस्तो केही पनि छैन हामी एकदमै गुडमा आनन्दले सुत्यौँ अब भोक लागिरहेको छ अब गएर ब्रेकफास्ट खान्छौँ ब्रेकफास्ट खाँदा अगाडि म एकचोटि बाहिर यसो देखाउँछु ओके इफ यु क्यान जस्ट फलो मी पुरै उतासम्म समुद्र मात्रै छ यो पुरै क्षितिजसम्मै समुद्र भने जस्तो मात्रै हो पानी मात्रै छ केही पनि छैन होइन अनि समुद्रको यो पानीको छालको आवाज आइरहेछ यस्तो त्यो आनन्दको आवाज आनन्दले बसेर उ गर्नु जस्तो आवाज छ अनि यतापट्टि चाहिँ अब अरू रुमहरू चाहिँ यस्तरी छ अरू रुमहरू Yeah, we have people just, getting outside as well. पुरै आए सबै रुमहरू चाहिँ साइडमा भएको हिसाबले चाहिँ अलिअलि रुममा चाहिँ अलिअलि हल्ला जस्तो फिल हुने रहेछ नत्र भने त त्यस्तो केही पनि अरू फिल पनि भएन just so quiet, just so आनन्दको मोमेन्ट छ एकदम लाइक जस्ट पानीको छालको मात्रै आवाज छ अनि एकदमै क्वाइट टाइपको आनन्दको टाइपको मोमेन्ट पानी मात्रै छ केही पनि छैन सो यो आजको अब दिनको सुरुवात गरिन्छ अब आजको दिन के हुन्छ I'll try to capture so day second for us in the cruise now we're heading for breakfast stay tuned with us. Sunshine on the deck, yeah. Feeling pure delight. Cruising all summer, babe. Stars are out tonight. Sailing with the family. Laughter fills the air. Jumping in the pool now. No worries, no cares. Fun all day. Cruising on the waves.
कि गइराछ सो अहिले चाहिँ हामी यो यहाँ चाहिँ यस्तो यो कार्ड हुन्छ क्रुज कार्ड भनौँ न सो यो चाहिँ अब रुमको एक्सेस पनि यसबाटै हुन्छ बारमा गएर के खानु पऱ्यो भने यसबाटै हुन्छ र यो कार्डमा चाहिँ आफ्नो ब्याङ्क कार्ड चाहिँ लिङ्क गरेर हुन्छ अनि त्यो लिङ्क गरेपछि अनि सबै चाहिँ यसबाट नै काट्छ त्यो लिङ्क चाहिँ अनलाइन पनि गर्न मिल्छ र यदि अनलाइन गरेको छैन भने चाहिँ यहाँ चाहिँ यस्तो एउटा लिङ्क गर्ने चाहिँ मसिन छ सो स्वाइप कार्ड हियर अनि त्यसपछि यतापट्टि चाहिँ अनि आफ्नो क्रेडिट कार्ड डिटेल हालेर यसलाई चाहिँ लिङ्क गर्न मिल्छ अनि त्यसै अब अर्को यस्तो मेसिन पनि छ जसमा चाहिँ स्क्यान गरेर चेक ब्यालेन्सहरू चेक गर्न मिल्छ सो एन्ड त्यो गरेपछि सबै ट्र्याक गर्न मिल्छ र एकदमै सजिलो छ त्यस्तो खासै केही गाह्रो पनि छैन त्यही हो अब आज सेकेन्ड डे चाहिँ हामी अलिकति चिल अलिकति कुल डाउन तरिकाले नै गरिरहेको छौँ एकछिन टेबल टेनिस पनि खेल्यौँ माथि हामी गर्ने कुराहरू धेरै नै छ हामी अब यसो यहाँ हिजो चाहिँ अलिक धेरै हिँड्यो त्यही हिसाबले आज चाहिँ अलिकति चिल डाउन भएरै एक्टिभिटिजहरू गरौँ भनेर हेरिरहेको छौँ Under the golden light, moon moving slow, feeling so right there for steps, rhythm in the air, in this summer heat we don't care. Feel the breezes lifting us high, we're chasing the waves, touching the sky, together we rise, no looking back. This summer vibe is on the right track. Summer vibes, we're feeling the heat, dancing all night to the ocean beat. Under the stars, we're never alone. This is our time, a summer unknown. हेलो ए किन निसिसक्यो तिमीहरू होइन नि हामी तिम्रो रुम अगाडि नै छौँ ल लिटरली अब 3 मिनटमा हामी तिम्रो रुम अगाडि हुन्छौँ होइन होइन यहीँ सँगै जाने नि ल हामी निस्किसक्यो कि ल है त सियु ल ल ल भाइ ओके सो भर्खरै फोनमा चाहिँ सिद्धार्थले फोन गरेको थियो अब आज चाहिँ हाम्रो एउटा डिनर रिजर्भेसन बुक छ र त्यसपछि आज चाहिँ द ग्रेट क्याट्सबी नाइट भनेर चाहिँ एउटा चाहिँ पार्टी जस्तो पनि छ अनि अब हामी यहाँ चाहिँ यसो अलिकति अटायरमा रेडी भएको छ यसरी यता मिसेस घिमिरे रेडी हुँदै मिसेस सापकोटा यता हेर नि त ल एकचोटि ल ठिक छ अनि ऊ रेडी हुँदैछन् अब हामी यहाँबाट निस्किन्छौँ निस्केर डिनर त्यसपछि अनि ब्रेड क्याट्सबीको बबाल पार्टी त्यो छ रमाइलो भइरहेछ भ्यू एज युजल अब यतापट्टि यस्तो पुरै समुद्रै समुद्र छ के अरे त्यो बाहेक केही पनि छैन एनिवे त्यही हो अब डे सेकेन्डको आज हामी अब डिनर त्यसपछि पार्टी अनि त्यसपछि विल बी ब्याक टु द रुम अनि भोलि एक दिन छ अनि पर्सि त हामी विल बी ब्याक टु सिडनी र त्यही हो अहिलेको लागि चाहिँ वी आर हेडिङ टु द डिनर थर्ड डे यहाँ हाम्रो क्रुजको र उठेर जस्ट रेडी भयो एराउन्ड 8:30 जस्तो भएको छ सो ब्रेकफास्ट चाहिँ 6:30 देखि 10:30 सम्म चाहिँ ब्रेकफास्ट छ सो अब रेडी भयो अब चाहिँ हामी ब्रेकफास्ट खान जाँदैछौँ र अनि अब आज डे 3 मा चाहिँ अब के एक्टिभिटिज गर्ने भनेर अब त्यहाँ ब्रेकफास्ट खाँदा खाँदै प्लान गर्नुपर्ने छ रसी पनि रेडी भइसकिन् Okay. Ladies and gentlemen, as I say, sorry for breaking in, but I thought I needed to share that information with you. And as I say, please take care when moving around the ship. And if you do have mobility difficulties, please use the handrails provided. Thank you.
है यस्तो ठुल्ठुलो वेभ भनेर 6 मिटर्सको वेभ आउने भयो भनेर भर्खर क्याप्टेनले चाहिँ एनाउन्समेन्ट गर्यो होइन 6 मिटरको वेभ आउने भयो भनेर क्याप्टेनले एनाउन्समेन्ट गरेर अलिकति केयरफुल भएर हिँड्ने भनेर भनिरहेछ र आज चाहिँ अलिक धेरै हल्लाइरहेछ र एकदम वेभ्सहरू पनि ठुल्ठुलो आइरहेछ म एकदिन बाहिर देखाउँछु होइन बाहिर गएपछि थाहा हुन्छ यो चाहिँ वेभ चाहिँ ठुल्ठुलो वेभहरू देखिरहेछ अब कतिको यहाँ क्यामेरामा देखेको थाहा छैन तर आखिर केले छैन यस्तो मजाले है वेभ चाहिँ पुरै आइरहेछ 6 मिटरसम्मको वेभ भएपछि त अब ठुलै वेभ नै हो होइन ल अब आजको चाहिँ अपडेट यही नै छ हेरौँ अब कस्तो हुन्छ लन्च हल्लाइरहेछ हाम्रो अलिअलि त्यो फिल चाहिँ भइरहेछ अब मोसन इन द ओसन भन्दै चाहिँ क्याप्टेनले भनेपछि त्यही अनुसारले चाहिँ अनि हामीले यो यस्तो ब्यान्ड एउटा लिएर आएको छौँ होइन यो ब्यान्डले चाहिँ ठ्याक्कै यो चाहिँ यो जुन व्हाइट बटन जस्तो छ त्यसले चाहिँ ठ्याक्कै त्यो नाडीमा चाहिँ प्रेसर पोइन्ट दिने रहेछ त्यो दिएपछि चाहिँ मोसन चाहिँ त्यति फिल हुँदैन बडीले चाहिँ त्यो मोसनलाई चाहिँ अलिकति कन्ट्रोल गर्न सक्छ भन्ने चाहिँ रहेछ अनि त्यो भएर त्यो ब्यान्ड हामीले लगाएको छौँ त्यही बल्ल बल्ल पनि हल्लाइरहेछ वेभ चाहिँ अब मजाले नै ठुलै 6 मिटरको भनेपछि त ठुलै वेभ हो एनिवे त्यही छ अपडेट अब हामी केही एक्टिभिटीहरू गर्नको लागि हामी यहाँबाट निस्किन्छौँ त्यहाँ फोटोहरू पनि खिच्न दिएको थियो हिजो त्यो फोटोहरू पनि लिने भन्ने चाहिँ प्लान छ अब यहाँ यो रुम सर्भिसको लागि पनि मान्छेहरू आउँछन् तिनीहरूले हाम्रो रुमहरू चाहिँ डेली सफा गरिदिन्छ आज पनि अब आउँछन् टावलहरू फ्रेस दिने यताउता त्यो भएर अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ अनि अरू के एनाउन्समेन्ट यताउता भयो भने म अपडेट गरि नै हाल्छु अहिलेको लागि चाहिँ मोसन इन द ओसन अनि वी आर ह्याभिङ फन होला है अनि यहाँ यसो उभिएको त यस्तो सही हो ल जाऊँ ल ए हल्ला Let's go. हाम्रो ठ्याक्कै रुम Yeah, okay. फोटो खिच्नु नि हिजो हामीले त भ्लगै खिचिरहेको छौँ त्यो भन्छ फोटो किन चाहिएन सो आजको यो नाइट चाहिँ हाम्रो लास्ट नाइट हो यहाँ अहिले कति 6 चाहिँ बजेको छ र आज चाहिँ अब हामी रेड ड्रागन भन्ने चाइनिज रेस्टुरेन्टमा चाहिँ आज हामीले डिनर बुक छ त्यसको लागि अब हामी रेडी भएर जाँदैछौँ त्यही हो म चाहिँ अब कोही आउन चाहनुहुन्छ यो भ्लग हेरेर यसरी क्रुजमा आउन चाहनुहुन्छ त्यो आउनुभएको छैन भने बाल्कनी भएको रुम यस्तै लिनु होला होइन त्यो भएपछि अझै बाहिर निस्केर चाहिँ अलिकति फ्रेस चाहिँ एयर लिन पाइन्छ अनि त्यही हो अब अरू त त्यस्तो गाह्रो केही पनि छैन आएपछि सबै कुरा एकदम सजिलो बनाइदिएको छ उनीहरूले सो दे स्योर द्याट यु विल ह्याभ अ गुड टाइम हियर धेरै गर्ने कुराहरू पनि छ एक्टिभिटिजहरू यताउता त्यही भएर त्यही हो अहिले चाहिँ अब हामी भोक लागिसकेको छ डिनरको लागि हामी निस्किन्छौँ
introduce you to my party people in the club. हेलो गुड मर्निङ सबैजनालाई हाम्रो 3 दिनको क्रुज सकेर हामी चाहिँ सिडनी आइपुग्यौँ सो आज बिहान 6:30 मा चाहिँ हामी सिडनी आइपुग्यौँ र अब यहाँ पोर्ट यो व्हाइट बे क्रुज टर्मिनल चाहिँ अब हाम्रो 30 इम्बार्कमेन्टको लागि रेडी हुँदैछ हार्बर ब्रिज पनि त्यहीँ देखिरहेछ 3 दिनको हाम्रो ट्रिप चाहिँ एकदमै रमाइलो भयो हिजो चाहिँ अलिकति सिपले हल्लाएर अलिकति गाह्रो चाहिँ भयो हैन तर ओभरअल एकदम रमाइलो भयो फर्स्ट टाइम एक्सपिरियन्स मैले चाहिँ जति क्याप्चर गर्न सकेँ आई ट्राई टु क्याप्चर इन दिस भिडियो होपफुली यु गाइज इन्जोयड वाचिङ इट एन्ड इफ यु डिड प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला च्यानललाई फ्युचरमा पनि म यस्तै भिडियोहरू लिएर आउनेछु मेरो ट्राभल ब्लगहरू भिडियोहरू सो यस्तै अरू भिडियो हेर्न चाहनुहुन्छ भने यस प्लिज लाइक द च्यानल सब्सक्राइब अनि त्यसपछि इफ देयर इज एनी कमेन्ट एन्ड फिडब्याक फिल फ्री टु पुट इट र यही भन्दै अहिलेको लागि च्यानल अविनाशको तर्फबाट थ्याङ्क यू भेरी मच सी यू नेक्स्ट टाइम